अर्जुन खाना खान आऊ तिम्रो मन पर्ने खाना भिडो साग र दाल बनाएकी छु। मम्मी एकैछिन पर्खिनुस् मोबाइलको गेम सकेर आउँछु ल। बाबु खेल त फेरि खेल्न सकिन्छ नि स्वास्थ्य बिग्रियो भने नि। साथीहरू छन् के एकछिन पर्खनुस् न। हामीले हाम्रो छोराछोरीलाई राम्रो मोबाइल त दियौ तर राम्रो बानी दिन सकिनौ। हाम्रो समयमा मोबाइल पनि थिएन, बेलैमा खाना खायो, बेलैमा काममा गयो, जस्तो खाना पनि मिठो लाग्थ्यो, मन पनि खुसी हुन्थ्यो, शरीर पनि बलियो हुन्थ्यो। यो अर्जुन कहिल्यै समयमा खाना खान नआउने। ए तपाईहरु कति गराउन सकेको पछि म आफै आएर खान्छु, त्यही राखिदिनुस्। साँच्चै नै हजुरआमाले भनेको उहिलेको जस्तो कहाँ छ र अहिले। आजको समयमा विद्यालय जाँदा विद्यार्थीहरूको कुराकानी के हुन्छ सुनौ। समीक्षा मेरो टिफिनमा हेर त चाउचाउ चिप्स र चकलेट। आहा अहो मेरोमा त त्यस्तो होइन नि, मेरो टिफिनमा त रोटी दाल र तरकारी हो। घरको खाना त पुरानो फेसन हो। पुरानो भएर के भयो, स्वास्थ्यको हिसाबले नयाँ हो नि। म त जङ्क फुड फ्यान हो। जङ्क फुडले के गर्छ पछि थाहा हुन्छ। ए आउनुस् आउनुस् चटपट खानुस्, आँखा चटपट बनाउनुस्। आँखा चटपट बनाउनुस्। अफर अफर चाउचाउ खाऊ, ज्यान बनाऊ। ज्यान बनाऊ होइन के हो यो ज्यान बनाउने भनेको? ठुलो मान्छे हुने। ठुलो मान्छे बनाउने भन्दा नि बुझी छिटो बनाउने होला। बुझी छिटो बनाउने होला। प्याकेटमा पढ्नुस् न के पाइन्छ त्यही लेखेको छ त। त्यहाँ लेख्दैमा पोषण कहाँ हुन्छ? अरे प्याकेट त ठुलो छ नि। घरमा तयार भएको स्थानीय खानालाई बालबालिकाहरू कतिको रुचाउँछन् सुनौ है त। आमा आजको खानामा के छ? धेरै भोक लागिसक्यो। मकैको आटो दाल र तरकारी हो बाबु। अहो त्यसो भए त म त खाँदैन, भोक चाहिँ मरिसक्यो। भात पकाउँदा धेरै खान्छ, अपच हुने गरी आटो ढिलो पकाउँदा भोक भोकै हिँड्छ, अनि ग्यास्ट्रिक नभएर के हुन्छ त? कक्षामा कहिलेकाहीँ यस्ता समस्याहरू पनि नदेखिने होइन सुनौ। सर मेरो अति नै पेट दुखेको छ। के भयो? खाना के खाएको थियौ र? चाउमिन खाएकी थिएँ, धेरै चिल्लो थियो। सर मेरो दाँत दुख्यो, छुट्टी दिनुस् न, म घर जान्छु। जङ्क फुड लभर भएको नतिजा हुँदैछ। नानी बाबुहरू हाँसोको कुरा होइन, धेरै गुलियो र मिठाई खानाले दाँतमा किरा लाग्छ, नियमित दाँत नमाज्ने अनि यसरी नै दाँत दुख्छ, बुझ्यौ? अहो यति नै बेला कक्षामा स्वास्थ्य कर्मी पो आइपुग्नु भयो त। समस्या खाना होइन, खानाको छनौटमा हो। पोषण मैत्री खाना के हो? हाम्रो शरीरलाई चाहिने सबै तत्त्व दिने खानाहरू जस्तै अन्नबाट शक्ति, दाल गेडागुडीबाट प्रोटिन, सागसब्जीबाट भिटामिन, फलफुल तथा दुधजन्य खाद्यबाट मजबुती प्राप्त हुन्छ। सफा खाना, सफा बानी व्यवहार र सफा खानपिन पोषणकै अभिन्न अङ्ग हो। ए थाहा भयो, सरसफाइ पनि पोषण मैत्रीकै अभिन्न अङ्ग रहेछ। खासमा आज त योजना नै रहेछ नि, वडा अध्यक्ष पनि आइपुग्नु भयो त। यहाँहरू सबैलाई मेरो नमस्कार। आजदेखि हाम्रो गाउँलाई पोषण मैत्री बनाउने निर्णय भयो। अध्यक्षज्यू, पोषण मैत्री गाउँ बनाउन के गर्नुपर्छ? पहिलो काम जङ्क फुड अर्थात् प्याकेटको खाना नखाने। दोस्रो काम प्रत्येक घरले करेसाबारी बनाउने। तेस्रो सन्तुलित भोजन र सरसफाइ अनि जनचेतना जगाउनु पर्छ। चौथो हरेक बार खाना चार। त्यसै गरी पाँचौँमा सामुदायिक स्वास्थ्य सचेतनाका लागि हामी सबै एकजुट हुने। धन्यवाद। बजारको होइन रोजौँ घरकै, बजारको होइन रोजौँ घरकै, घरको खाए तागत अर्कै। आटो ढिँडो साग सब्जी स्थानीय खाना, आटो ढिँडो साग सब्जी स्थानीय खाना। स्वस्थ जीवन जिउने सबैको चाहना, स्वस्थ जीवन जिउने सबैको चाहना। घरको मान्ने नमिठो बजारको मान्ने मिठो, घरको मान्ने नमिठो बजारको मान्ने मिठो। यस्तो बानीले पुर्याउँछ अस्पताल छिटो, यस्तो बानीले पुर्याउँछ अस्पताल छिटो।
समयमै खाने बानी उत्तम आनी बानी, समयमै खाने बानी उत्तम आनी बानी, लत नबिग्रियोस् जानी जानी बल्ल चल्छ सही जिन्दगानी, लत नबिग्रियोस् जानी जानी बल्ल चल्छ सही जिन्दगानी। जस्तो खाना त्यस्तै शरीर, जिब्रोको होइन पेटको लागि हुनुपर्छ। जस्तो खाना त्यस्तै शरीर, जिब्रोको होइन पेटको लागि हुनुपर्छ। खानको लागि बाँच्ने होइन, बाँच्नको लागि खाना हुनुपर्छ। खानको लागि बाँच्ने होइन, बाँच्नको लागि खाना हुनुपर्छ। सफा सुग्घर घर आँगन करेसा बारी हरियाली, सफा सुग्घर घर आँगन करेसा बारी हरियाली, फोहोर बाटै मोहर बनाऊ जीवन त्यसै खुसियाली, फोहोर बाटै मोहर बनाऊ जीवन त्यसै खुसियाली। तिर्खा लाग्दा पानी पिउँ छोदौँ फुर्ती र कोकाकोला, तिर्खा लाग्दा पानी पिउँ छोदौँ फुर्ती र कोकाकोला। मदिरा सेवन नगरी बाँच्दा साँच्चै जीवन कस्तो होला, मदिरा सेवन नगरी बाँच्दा साँच्चै जीवन कस्तो होला। पोसिलो खाना खाऊ हामी स्वस्थ जीवन पाऊ हामी, पोसिलो खाना खाऊ हामी स्वस्थ जीवन पाऊ हामी, रोगबाट टाढा रहौँ हामी उज्यालो भविष्य बनाऊ हामी, रोगबाट टाढा रहौँ हामी उज्यालो भविष्य बनाऊ हामी। पोषण मैत्री समाज समृद्धिको आधार। हवस् त, धन्यवाद, नमस्कार। Thank you for watching. For more updates, subscribe to my channel. Like or comment. Share.